सम्पूर्णमा नमस्कार। बलात्कारपछि मृत अवस्थामा फेला परेकी बहिनी एनिसा विकको घटनाबारे तपाईहरुको सामु सानो ध्यान आकर्षण भिडियो बनाएर ल्याएको छु। यो भिडियो बनाउनुको खास उद्देश्य के हो भनेपछि पीडित पक्षले न्याय पाओस् र पीडकले चाहिँ सजाय पाओस् भन्ने उद्देश्यले नै मैले यो भिडियो बनाएको। मैले सूचना पाए अनुसार यो घटनामा चाहिँ नातावाद र जातीयताको आधारमा यो घटनालाई दबाउन खोजिएको छ। स्कुलको मिलोमत्तोमा चाहिँ केटाको उमेर 20 वर्ष पुगे तापनि उसलाई चाहिँ कम उमेर भएको 18 वर्ष पुगेको पुष्टि बनाउने किसिमको डकुमेन्ट चाहिँ स्कुलबाट चाहिँ बनाइएको छ भन्ने मैले सूचना पाएँ र हाम्रै वीरेन्द्रनगर नगरपालिकाको मेयर उपमेयरको आफन्ती पर्ने भएकोले जिल्ला प्रहरी कार्यालयसँग मिलोमत्त गरेर यो केसलाई अगाडि बढाउन दिएको छैन र यो केसलाई चाहिँ दबाउन लुकाउन खोजिएको छ। सकेसम्म यो केसलाई बन्द गर्न खोजिएको छ भन्ने चाहिँ मैले यो सूचना पाएँ र यो सूचना कतिको सत्य तथ्य हो यो चाहिँ सम्पूर्ण मिडियाकर्मी, सम्बन्धित निकाय र विभिन्न अधिकार कर्मीहरूले चाहिँ यो बारेमा चाहिँ सत्य तथ्य पत्ता लगाइदिनु हुन अनुरोध गर्दछु र न्याय नमरोस्, यो घटनाले निर्मला हत्याकाण्डलाई फेरि पूर्ण नदोहोराओस् भन्ने उद्देश्यले नै मैले यो भिडियो बनाएको हो। र अहिले भर्खरै मात्रै चुनाव सकिएको छ। चुनाव सकिएर मात्रै पनि हुँदैन र चुनावपछि तपाईहरुको भागमा यति ठुलो जिम्मेवारी आएको छ। तपाईहरुले चाहिँ जहाँसम्म हाम्रो आशा भरोसा चाहिँ नमरोस्, जहाँसम्म हामीलाई लाग्छ तपाईहरुले चाहिँ जुन अहिले हामीहरूले जनताबाट चुनेर पठाएको प्रतिनिधिहरूले चाहिँ यो घटनाबारे चाहिँ सत्य तथ्य बारे पत्ता लगाएर पीडितलाई न्याय र पीडकलाई सजाय दिनुहुनेछ। कृपया सबैजनाले चाहिँ यो भिडियोलाई सक्दो शेयर गरिदिनु होला। हस्, धन्यवाद।